नमस्कार, म अमर मजाकोटी। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई सोमबारदेखि जिल्ला कारागार भैरवा रूपन्देहीमा राखिएको छ। उनलाई कारागारको 4 नम्बर ब्लकमा राखिएको छ। 4 नम्बर ब्लकमा लामिछाने एक्लै छन्। भैरवा कारागारमा 4 वटा ब्लक छन्। 1 र 2 नम्बर ब्लकमा अरू कैदी तथा थुनुवाहरू छन्। 3 नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो। अहिले रविलाई राखिएको ब्लक भने 4 नम्बर हो। यो ब्लकमा 10 जना कैदी बस्ने क्षमता छ, तर अहिलेसम्म उक्त ब्लकमा अन्य कैदी तथा थुनुवा नरहेको कारागार प्रशासनले जनाएको छ। कारागार चलान हुँदै गर्दा रविले कुनै पनि माग नगरेको र आफूलाई एक्लै राख्न भनेर समेत बताएका थिएनन्। शुक्रबार राति आफ्नै निवास काठमाडौँबाट लामिछाने पक्राउ परेका थिए। त्यस रात उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो। उनलाई चैत 23 गते नै यति एयरलाइन्सको विमान मार्फत बिहान 9 बजे गौतम बुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटौल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दियो। न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले उनलाई 1 करोड धरोटीमा छान्ने आदेश बदर गराएका छन्। उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए। बुटवलको सुप्रिम सहकारी प्रकरणमा रूपन्देही जिल्ला अदालतले 1 करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले लामिछानेलाई थुनामा राख्नको लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिएका आधारलाई खण्डन गरेको छ। धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्था लगायत विभिन्न आधार रहेकोले उनलाई तत्कालको लागि थुनामा पठाउन आदेश दियो। बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुरले थुनामा राख्न आदेश दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका थिए। आदेश लगत्तै काठमाडौँ स्थित उनको निवासमै पुगेका प्रहरी सामु उनले गिरफ्तारी दिएका थिए। यद्यपि त्यो गिरफ्तारी गर्दा राज्य संयन्त्रले केही हतार गरेको कुराले विरोध पनि भयो। उच्च अदालतको बुटौल इजलासले दिएको आदेशपछि पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसँग थुनामा बस्नुको विकल्प नभएको अधिकारी र उनका कानुन व्यवसायीले बताउँदै आइरहेका छन्। र मुलुकी फौजदारी कार्यविधि र ऐनको दफा 73मा थुन्सेक वा तोकिएको धरौटी जमानत वा ब्याङ्क जमानतमा चित्त नबुझे व्यक्तिले 1 तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ। कानुन व्यवसायीहरूका अनुसार त्यस्तो निवेदन दिन रवि लामिछानेले थुनामै बस्नुपर्ने बाध्यकारी व्यवस्था छ। उच्च अदालतको आदेशपछि लामिछानेले आगामी कदमबारे आफ्ना निकटस्थ र कानुन व्यवसायीहरूसँग छलफल सुरु गरेका थिए। 2 पटक गृहमन्त्री भइसकेका लामिछानेले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिएका थिए। सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु, साथै न्यायालयका लागि अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायको लागि दुनियाँको सबै ढोका ढकढकाउँछु भनेर लामिछानेले फेसबुकमा लेखेका थिए। साथै म माथि ठुलो अन्याय भएको कुरा पनि उनले बताएका थिए। अदालतको आदेशसँगै लामिछाने थुनामा गएपछि अब उनी कति समय जेल बस्नु पर्ला, उनी कहिले छुट्लान्, उनको छुट्ने सम्भावना छ कि छैन, उनी फेरि सक्रिय राजनीतिमा फर्किने सम्भावना अथवा सक्रिय राजनीतिमा कहिले फर्किएलान् भन्ने कुरा सर्वत्र चासोको विषय बनेको छ। यसो त उनी कहिलेसम्म थुनामुक्त हुन्छन् भन्ने कुरा निश्चित भने छैन। उनी अब थुनामै रहेर सर्वोच्च अदालत जाने एउटा विकल्प छ, जसमा उच्च अदालतको आदेशलाई सर्वोच्चले बदर गरेर धरोटीमा छाडेमा उनी थुनामुक्त हुन सक्छन् भने अर्को जिल्ला अदालत रूपन्देहीले सुप्रिम सहकारी ठगीको मुद्दामा सफाई दिएमा पनि उनी थुनामुक्त हुन सक्छन्। यी 2 अवस्था बाहेक रविको मुद्दा टुङ्गिन छिटोमा 1-1.5 वर्ष लाग्न सक्छ। त्यतिन्जेल उनी थुनामा रहनुपर्ने पनि हुन सक्छ। रूपन्देहीको सुप्रिम सहकारी बाहेक रवि विरुद्ध पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी अनि चितवनको सहारा चितवन सहकारी ठगीको आरोपमा पनि मुद्दा चलिरहेको छ। सम्बन्धित जिल्ला अदालतहरूले ती सबै मुद्दामा रविलाई धरोटीमा छाडेका छन्। तीनवटै अदालतको आदेश विरुद्ध सरकारी वकिल कार्यालय विभिन्न उच्च अदालत पुगेको छ, जसको सुनवाई हुन बाँकी नै छ।
सर्वोच्च अदालतले उच्च अदालतको आदेश बदर गरेमा भने धरोटी अङ्क तोक्नेछ अनि त्यसका आधारमा रवि थुनामुक्त हुने बाटो खुल्नेछ। सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गर्यो भने रवि लामिछानेसँग जिल्ला अदालतको अन्तिम फैसला कोर्नुको विकल्प हुँदैन। सरकारी वकिलको कार्यालय रूपन्देहीले रवि लामिछानेमाथि सहकारी ऐनको दफा 124 को क 5 बमोजिम सजायको मागदाबी गरेको थियो। उक्त व्यवस्थामा 10 करोड भन्दा माथि ठगी भएमा 6 देखि 8 वर्षको कैद सजायको व्यवस्था छ। प्रहरीले सङ्गठित अपराधको समेत आरोप जोडेर 1.5 गुणा सजायको मागदाबी गरेको छ। त्यसरी हिसाब गर्दा आरोपपत्रमा लामिछानेमाथि 6 देखि 9 वर्ष कैद सजाय मागदाबी भएको देखिन्छ। यसैबीच उनी थुनामा गएसँगै उनी निकट नेताहरू मार्फत उनले केही सन्देशहरू पठाएका छन्, जुन सन्देशमा अदालतको आदेशको सम्मान गरेको र कानुनले दिएको अधिकारको प्रयोग गर्दै तल्लो अदालतको आदेश विरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्ने जस्ता 4वटा सन्देशहरू पठाएका छन्। यसरी सहकारी काण्डमा रवि विरुद्ध राज्य यसरी निर्मम भएर लागिरहेको छ कि लाग्छ सहकारीको पैसाको दुरुपयोग गर्ने रवि लामिछाने मात्रै हुन्। फेरि सूर्य थापाको संयोजकत्वमा निर्माण भएको संसदीय छानबिन समितिको प्रतिवेदनले पनि रवि लामिछाने सहकारीको रकम ल्याउन प्रत्यक्ष रूपमा संलग्न नभएको पुष्टि गरेको थियो। अनि गोर्खा मिडिया ग्रुप प्रालीद्वारा सञ्चालित ग्यालेक्सी 4K टेलिभिजनमा एमडी रहँदाको बखत टिभीको खातामा मौजाद रकममा कर्मचारी लगायतलाई चेक काटेको मात्रै भेटिएको बताएको थियो। तथापि सहकारीको रकम अपचलनमा मुख्य जिम्मेवार व्यक्तिलाई भने सरकारले अझै पक्राउ गर्न सकेको छैन। हजारौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरी जीवी राई लगायत कैयौं सहकारीका सञ्चालक फरार छन्। करिब 1.5 दर्जन यस्ता नायके त विदेशमा लुकेको औल्याउँदै सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले पक्राउ गरी कारबाही गर्न सिफारिस गरेको थियो। सरकारको असली नियत भने सहकारी ठगीमा प्रत्यक्ष जोडिएका नायकीहरूलाई खोज्दै नखोज्ने र राजनीतिक स्वार्थ नमिलेकालाई छोड्दै नछोड्ने जस्तो देखिँदै आइरहेको छ। 5 सहकारी हिनामिनामा प्रत्यक्ष मुसिएका जीवी राईदेखि सुमेर सहकारीको करिब 12 अर्ब अपचलन गर्ने भरत महर्जनसम्म फरार भएको 1 वर्ष नागिसक्दा पनि पक्राउ परेका छैनन्, या उनीहरू राजनीतिक नेतृत्वको संरक्षणमै छन् भनेर पनि आरोप लाग्दै आइरहेको छ। तर यसअघि 84 दिनसम्म थुनेर 5 जिल्ला फनफनी घुमाएर अनुसन्धान गरिसकेका रविलाई भने फेरि शुक्रबार अदालतको आदेश आए लगत्तै पक्राउ गरेर अहिले जिल्ला कारागार भैरवामा कैदीको रूपमा राखिएको छ। सरकारले मुख्य आरोपितलाई पक्राउ गर्न चासो नदेखाइकन केवल चेक काटेको भरमा रविलाई अत्याचार गरेको भनेर चौतर्फी रूपमा विरोध पनि भइरहेको छ।